यो चाहिँ पिँडालु अनि टमाटर अनि लसुनको पात को चाहिँ अचार हो होइन। चाहिँ स्पेसल हुन्छ, स्पेसल मोमो भन्दा पनि मिठो हुन्छ। तपाईँहरू नि रिलहरू हेर्दा हेर्दै थाकिसक्नु भयो होला, केही खानु होइन, पानी भए पनि खानु। पिँडालु छ हजुरको घरमा यदि भने चाहिँ यो रेसिपी पनि ट्राई गर्नु के, एकदम मिठो हुन्छ। एकदम मिठो छ है। खासै चबाउनु नि पर्दैन है, सुलु सुलु निल्यो भने हुन्छ। तपाईँहरू पनि केही खानु ल। पिँडालु छ भने, टमाटरहरू छ भने चाहिँ पिँडालु उसिन्नु मजाले अनि 2-4 सिटी 4-5 सिटी नै लगाइदिनु अनि त्यसपछि टमाटरको चटनी बनाउनु मिठो अनि खानु है यसरी नै। बाई।